मोदीले भन्थ्यो एक्लै नहिँड्नु, पुलिङ गरेर हिँड्नु। कोही भेट्दिनँ यहाँ बस्ने पनि। हाम्रो अफिस जाने बेलामा कोही भेटेदेखि त यहाँ बस्थे छैन, खाली छ सिट। कोही जाने छ भने भन है, यता माथिल्लो गाउँपट्टि डाँडो गाउँ छ भने मलाई मेसेज हाल्नु, कमेन्ट गरिदिनु, सँगै जाउँला। तपाईहरुको पनि पैसा अलिकति बाँच्ने थियो, मलाई बरु दिनु पर्दैन केही। यहाँ सिटमा बसेर आरामले जानु। त्यसै पनि पेट्रोल उति नै लाग्छ, 4 जना बसे पनि उति नै लाग्छ। कोही जाने छ भने भन्नु है, त डाँडा गाउँपट्टि जान्छु म। सधैँ बिहान 9 साढे 9 बजेतिर निक्लिन्छु। कोही अगर जानु हुनु भयो भने खबर गराउनु, म छोडिदिने गर्छु ल। निन्द्रैमा छु, फटाफट उठेर हतपत नुहाएर हिँडेको। यहाँ नाखा खुलिएकै छैन अझैसम्म। बहुत बेकार लाइफ भएको छ यार। सुत्न पनि मजाले पाइँदैन। सुतिसक्दा बिहान भइहाल्छ, अनि उठेर हिँडो अफिस। परेसान बिचोक। आँखा हेर्नुहोस् त, मजाले सुत्न पनि पाएको छैन। निन्द्रै खुलिएको छैन। हिँड्ने बेला भइहाल्छ अफिस। सधैँको एउटै नाटकै भयो यार। बिहान उठो, अफिस हिँडो, फेरि अफिसबाट आयो, सुतो, फेरि उठिहाल्यो। अनि हिँडितको मजाले सुत्न पनि पाइँदैन यार। कमसेकम एक दिन अफिस गएर 4 दिनसम्म सुत्न पाइन्थ्यो भने कस्तो मजा आउने थियो नि। हुँदैन त्यो, कहिले पुग्दैन जस्तो छ। आज फेरि हतारमा टोपी चाहिँ लिनै बिर्सेछु। यहाँ न फेरि यस्तो देखिन्छ, मान्छेले पनि के भन्छन् नि। यहाँ हेर्नु, सबै उडिसक्यो कपाल। कतिपय भन्छन् पैसा आउँदा कपाल उड्छ भनेर, तर यहाँ पैसा नआउँदा पनि उड्दो रहेछ। पैसा आउनेको त उड्छ होला, पैसा नआउनेको झन् बेसी पो उड्दो रहेछ। पुरा गइसक्यो। अचानक सर्दी लागेछ क्या, पुरा हाच्छिउँ आएको आइछ मलाई। के भयो? चिसो पानी खाइसक्यो बेसी। निम्बु पानी खाँदा जुकाम सर्दी लाग्छ क्या हो? साथीहरू भन्नुहोस् न। बरफ अलिकति हालिदिएको थिएँ गर्मी भएर, अहिले पुरा हाच्छिउँ आउन थाल्यो। पुरा नाक जामे छ यार यहाँ चाहिँ नि।